तब स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के। दुलहालाई कुर्दा कुर्दै यी 10 कन्याहरू थाकिसक्दै हुनुहुन्छ। उहाँलाई निन्द्रा लागिरहेको छ। जब मध्यरात हुन्छ तब एउटा आवाज गुन्जिन्छ, हेर दुलहा, उनलाई भेट्न आऊ। हामीसँग त तेल सिद्धिसकेछ, अब के गर्ने होला? हामी के गर्ने होला? हामी कसो गर्ने होला? अब साथीहरू हामी केही अलिकति मागौँ न। हुन्छ, आउनुहोस्, हामी उहाँहरूसँग केही तेलहरू माग्नेछौँ। बहिनी सुन्नुहोस् त, हामीसँग त हामीलाई पुग्ने तेल सिद्धिसकेछ, हाम्रो बत्तीमा त तेल सिद्धिएछ। तपाईँहरूसँग पर्याप्त छ भने हामीलाई थोरै दिनुहोस् न। ला हौ, तपाईँहरूलाई अनि हामीलाई प्रशस्त मात्रामा पुग्ने तेल हामीसँग छैन। बाहिर पसलै कहाँ जानुहोस् अनि गएर लिएर आउनुहोस् अनि चलाउनुहोस्। हुन्छ, हामी झट्टै पसले कहाँ गएर लिएर आउनेछौँ। म तिमीहरूदेखि अत्यन्तै खुसी भएको छु। आओ मेरो भोजमा सामेल हुन जाऊ। हामी त ढिलो भइसकेछौँ प्रभु। डक्टर आउँदैछौँ हामी। ढोका प्रभु हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। प्रभु हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। प्रभु हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। यसो प्रभु हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। प्रभु हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। प्रभु हामीलाई ढोका खोलिदिनुहोस्। प्रभु हामी यहीँ छौँ। प्रभु हामी तेल बत्ती लिएर आइसक्यौँ। हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। प्रभु प्रभु हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। प्रभु साँच्चै हामी पुकार गर्दछौँ तपाईँलाई, हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। यसो प्रभु हाम्रो निम्ति ढोका खोलिदिनुहोस्। तिमीहरू कहाँबाट आएका हौ? म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई कसैलाई पनि चिन्दिन। त्यसकारण तिमीहरू यहाँबाट गइहाल। प्रभु
प्रति हामीले तिर्सना गर्यौँ प्रभु हाम्रो निम्ति ढोका खोलिदिनुहोस् यसो प्रभु हामीलाई नछोड्नुहोस् हामीलाई नत्याग्नुहोस् यसो प्रभु आज हामी छोडिन चाहदैनौँ आज हाम्रो साँच्चै नै हामीले आज ढिलो गरेको कारणले प्रभु आज हामी छोडिएका छौँ हामीलाई नत्याग्नुहोस् यसो प्रभु हामीलाई नछोड्नुहोस् प्रभु हामी प्रार्थना गर्दछौँ हामी पुकारा गर्दछौँ आज पनि तपाईँले हाम्रो निम्ति प्रेम गर्नुहुन्छ हामीलाई ढोका खोलिदिनुहोस् यसो यसो तपाईँले हामी पुकारा गर्दछौँ प्रभु साँच्चै नै हामीलाई साँच्चै नै ढोका खोल्नुहोस् यसो प्रभु हामीलाई साँच्चै नै हाम्रो निम्ति ढोका खोलिदिनुहोस् यसकारण जागर हौ किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन तपाईहरुलाई यहाँ जो जति पात्र हुनुहुन्छ म परिचय गराउन चाहन्छु मत्ती 25 अध्यायको 1 देखि 13 पदसम्म हामीले हेर्ने हो भनेदेखिलाई त्यहाँ 10 कन्याको दृष्टान्त बताइएको छ 5 जना कन्याहरू बुद्धिमती जोसँग बत्ती थियो साथसाथै तेल पनि थियो 5 जना कन्याहरू निर्बुद्धि जोसँग बत्ती थियो तर तेल थिएन प्रभुलाई पर्खिने क्रममा उहाँहरूको तेल सिद्धियो प्रभु आउनुभयो जोसँग प्रशस्त तेल थियो उहाँलाई आफ्नो भोजमा सहभागी गराउनु भयो जोसँग तेल थिएन जो बिहालो गर्यो ढिलो गर्यो उहाँहरू भोजमा सहभागी हुन पाउनु भएन परमेश्वरले मानिसलाई यीशु ख्रीष्टद्वारा उद्धार मात्र दिनु भएन तर मानिसहरूको बीच फल फलाउन र नुन बनी स्वाद दिन र ज्योति बनी अन्धकारमा हराएका मानिसहरूलाई बाटो देखाउन भनी यसै संसारमा राख्नु पनि भएको छ यसकारण याद रहोस् कि दुलहाको आगमनमा सबै कन्याहरू विश्वासयोग्य र विश्वासयोग्य नभएका दुवै आश्चर्यमा परेका थिए 10 कन्याको दृष्टान्त महासङ्कष्ट भन्दा अगाडि जिउने विश्वासीहरूको निम्ति लागू हुँदछ यसैले उहाँको दोस्रो आगमन नहुँदासम्म विश्वासयोग्य र जागा भइरहनु आवश्यक छ 10 कन्याहरूको दृष्टान्तले नचिताएको मितिमा ख्रीष्टको आगमन हुन सक्ने सम्भावना भएको कारण विश्वासमा स्थिर रहन र आत्मिक रूपमा तयारी रहन जोड दिन्छ अहिले हेरेको नाटकमा 5 कन्याले जो आफूसँग प्रशस्त तेल बोकेका थिए त्यसले साँचो विश्वास धार्मिकता र पवित्र आत्माको उपस्थितिको प्रतिनिधित्व गर्दछ तर विडम्बना अरू 5 कन्या जोसँग पर्याप्त मात्रामा तेल थिएन उनीहरूले चाहिँ प्रभु येशूलाई हृदयबाट प्रेम नगरेको धार्मिकताको मार्गमा नहिँडेको र पवित्र आत्माको अगुवाई नखोजेको कुराको प्रतिनिधित्व गर्दछ उनीहरू प्रभुको दोस्रो आगमनमा प्रभुसँग भोजमा सहभागी हुन पाएनन् र यसै संसारमा रहनु परेको थियो त्यसकारण मत्ती 25 को 13 मा प्रभु येशू भन्नुहुन्छ यसकारण जागर रहौ किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन आमेन जय मसीह सबैलाई